भगवान बुद्धको मन्दिर, गुम्बा, चैत्य, महाविहार या कुनै बुद्ध धर्मावलम्बीको घरमा तपाईले यसै गरी यी 5 रङ मिश्रित झण्डा फरफराएको देख्नु भएको नै होला। प्रार्थना झण्डा वा लुङ्गटा वा लुङ्गदार वा धारचोक भनेर चिनिने यो तिब्बती प्रार्थना झण्डा हुन्। तिब्बती भाषामा लुङ्गटाको अर्थ हावाको घोडा हो। यो पवित्र लुगाहरू देवताहरूले आफ्ना विरोधीहरू विरुद्ध प्रयोग गर्ने विश्वास गरिन्छ। बौद्ध प्रार्थना झण्डाहरूले भगवान बुद्धसँग सम्बन्धित महत्त्व बोकेका छन् र तिनीहरूमा प्रार्थनाहरू लेखिएका हुन्छन्। यस झण्डाभित्र लेखिएका मन्त्रहरूले सबै विस्तारित ठाउँमा करुणा र सद्भाव फैलाउँछन् भन्ने विश्वास गरिन्छ। यी साना रङ्गीन झण्डाहरूले शान्ति, शक्ति, बुद्धि र करुणाको प्रकट गर्दछन्। हावाको कारणले झण्डा जति धेरै मेटिन्छ, खिइन्छ, त्यति नै यसले प्रशस्त संख्यामा मानिसहरूलाई आशीर्वाद दिन्छ भनेर मानिन्छ। मानव शरीरमा 6% आकाश, 6% हावा, 4% आगो, 72% पानी र 12% पृथ्वी रहेको अनुमान गरिएको छ र हामी निरन्तर आकाशमा घुमिरहेका छौं, जसले 3 आयामलाई चुनौती दिन्छ। प्रार्थना झण्डामा भएका रङहरूले पनि त्यही चित्रण गर्छन्। माथि नीलो छ, त्यसपछि सेतो, रातो, हरियो र पहेँलो छ, जसले 5 तत्त्वहरूलाई जनाउँछ: आकाश, हावा, अग्नि, पानी र पृथ्वी। नीलो र सेतो रङले आकाश, हावा, रातोले आगो, हरियोले पानी र पहेँलोले पृथ्वीलाई जनाउँछ। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।